हेलो गुड मर्निङ मेरो फेसबुक पेज साथीहरू। म के भन्न चाहन्छु भने खासै मलाई आजसम्म भिडियो बनाउनु पनि बनाएको थिएन र बनाउनु पनि मलाई मन लाग्दैन हैन। किनभने खै मलाई त्यो आफ्नै कारणले थाहा त छैन, तर भिडियो बनाउन मन लाग्दैन। तर एउटा त कुकुरको लागि मैले आज भिडियो बनाउनु पर्ने बाध्य भयो के भाइ। कुकुर बुझ्छ नि, त कालु केटा भनेर त्यसले फेक आइडी खोलेर हैन मेरो भिडियोमा अब भएको नभएको वायत त्यस्तो नराम्रो त्यतिसम्मको नराम्रो शब्द लेखेर सेयर गर्नुभन्दा त मोजीले आएर मलाई पहिल्यै भन्नु पर्थ्यो क्या, बुझिस् नि। खासै तैँले मलाई नचिनेर त बना होइन लास् होइन, मेरो भिडियो त्यस्तो नराम्रो त गरे होइन लास्, चिनेर गरेको होलास् होइन। म को हुँ र कस्तो टाइपको हुँ भन्ने कुरा तँलाई पनि थाहा भएको कुरा होला होइन यो। त्यसैले यदि त मेरो भुपुपट्टिको मान्छे कोही होस् भने पनि होइन, मैले त्यसलाई राम्रोसँग छोडिदिएँ क्या भाइ। उसको व्यवहार हेरेर मलाई मन नपरेर मैले छोडिदिएको राम्रोसँग, त्यो सिधा कुरा क्या भन्नुपर्दा। तैँले मलाई होइन क्या भाइ, मेरो भिडियो बनाएर मेरो भिडियोमा नराम्रो वायत लेखेर तैँले केही पाउँदैनस् क्या भाइ। मेरो भिडियो नराम्रो बनाएर रिल सेयर गरेर त केही पाउँदैनस् क्या भाइ। पाउने भनेको मबाट तैँले लतक र झापडहरू हो क्या भाइ, बुझिस् नि। अनि पाउने भनेको रिक्स हो मेरो, तैँले बुझिस्। मलाई सम्झाउने ठाउँमा उसलाई सम्झाउँदा हुन्थ्यो क्या भाइ, कुरो बुझिस् नि। त्यसैले जसरी हुन्छ मेरो भिडियो डिलिट गरिहाल, बुझिस् नि। तेरो पोस्टबाट तेरो आइडीबाट डिलिट गरिहाल, नत्र भने नि टाउको सिधै मेरो झोलामा अनि ज्यान चाहिँ सिधै खोलामा होला। त्यो कुरा हमेसा याद राख। म को भन्ने कुरा तँलाई राम्रोसँग थाहा होला। तँलाई त यो सम्झिने र सम्झाउने मौका दिएको मैले, बुझिस्। म को भन्ने कुरा। साला कुकुर नामर्द मोजी। दम छ भने चाहिँ सिधै मेरो अगाडि आउँदा हुन्छ, बुझिस् नि। नामर्द तैँले यस्तो गरिस् उस्तो गरिस् धोका दिस् भनेर मलाई भन्दा हुन्छ क्या, तर गल्ती मबाट कुनै पनि थिएन, बुझिस् नि। जहाँ सत्य हुन्छ त्यहाँ अवश्य विजय हुन्छ, बुझिस् नि मोजी। साला नामर्द कुकुर। यदि दम छ र मर्दको छोरा होस् भने नि तेरो रेल नागरिकतामा जे नाम छ त्यही नाम राखेर अनि तेरो रेल फटा राखेर त्यो आइडी चलान अनि मसँग कुरा गर्न त्यो आइडीबाट। प्रत्यक्ष फेस टु फेस कुरा गर न। तर मैले के कमी कमजोरी थियो र तैँले किन त्यस्तो कारण गरिस् मेरो भिडियोलाई हँ। मेरो भिडियो सेभ गरेर भएको नभएको वाया लेखेर हालिस् भन्न कुकुर। त्यसैले तँलाई सम्झिने टाइम दिएको, सिधै मसँग जोडिएर आफ्नो गल्ती स्वीकार छस् कि म तँलाई साइबर हालौँ। यदि साइबर बिना पनि हुन्न भने तँलाई म प्रत्यक्ष तँलाई कहाँ भेटौँ र के गरौँ त्यो मलाई ठेगाना दिएन त साला।